ढिलो हाय हिन्जी हिन्जी यहाँ पेट्रोल हालेको अवस्थामा यहाँ कतिको हाल्छ लु लु भयो 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 होइन होइन लु खानु त इलामदेखि मुनि नै कन्या क्रोनी मटका आइसक्रिम लोकल आइसक्रिम हो है यो धरानतिर पाउँदैन गाइस के गर नगरी खाऊ न खाउ त साह्रो छैन नखाएको छ टेबलमा झारेको म खान्थेँ नि त नि नखाएको यहाँ थपक्क राख्ने सानो मान्छेले के खाएको त्यो माछा मान्छेले त डल्लै रहेछ नि त के लाएर चाहिँ कति हुन्छ र खानु त के लाएर मात्र हुन्छ नि नखेर खाने खै हो थाहा छ केलाउने खालको त ठुलो पो हुन्छ यसरी क्या लु खाऊ त खाएको जस्तो गर त खाऊ त सबै टिपेर खाएको जस्तो गर न खाएको जस्तो यसरीसम्म ए तातो रहेछ नि त लु यो चेस्ट गरौँ सबैजनाले 1 2 3 यो जुस अम्बाको जुस कस्तो छ लोकल वाइन है यो वाइन हो यो कस्तो छ हामीलाई कस्तो आनन्द आउँदैछ है पानी परेर बाटोमा चाहिँ लास्ट बिजोक भएको थियो यहाँ होमस्टे बस्नु पाएर एकदम रमाइलो भइरहेको भगवानले चाहिँ देखाइदिनु भएको नि हामी त्यहाँनिर मन्दिर नपसेको भए मन्दिरमा अनि ओत लाग्नु बस्दाखेरि अनि यता देखेर देख्ने चाहिँ को नि फेरि देख्ने चाहिँ होमस्टे हो कि अनि होमस्टेहरू छैन त्यो यो होटेलहरू मात्रै हो होइन यस्तो नानी मोबाइल नचलाउ न सानो एकछिन फोन उयो बनाउँदैछु मैले भिडियो टिपेर खाऊ 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 अर्कोले फेरि उयो पो खाँदा टिपेर लु खाऊ 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 पन्ता पन्ता के को नुहाउँछ भगवान् झाडामै सास फेर्नु नसु हेलो गाइज गुड मर्निङ म चाहिँ चिया खाएर मुख धोएर यस्तो चिसो छ अनि त्यही भएर मुख धोएर मात्रै हामी यहाँ मन्दिर जाँदैछु होइन म चाहिँ एक्लै जाँदैछु मेरो बुढा चाहिँ अघि गइसक्नुभयो म चाहिँ अहिले जाँदैछु अनि मन्दिर चाहिँ पञ्चकन्या देवीको मन्दिर रहेछ अनि हामी चाहिँ गुफा पोखरी हिँडेको खासमा तर पानी परेर अलिक इलामतिर कता बाटो बन्द भएको कारणले हामी चाहिँ यहीँ रोक्यौँ होइन अनि यहाँ चाहिँ होमस्टेहरू रहेछ फिक्कलको नजिकै होमस्टे यस्तो आनन्दले बस्न पाइयो पानी भिजी भिजी आएको हिजो चाहिँ तर आज चाहिँ यस्तो राम्रो ठाउँमा बस्न पाइयो खुसी नै लाग्यो त्यही पनि हाम्रो जाने ठाउँ चाहिँ नपुगेको कारणले हल्का स्याड चाहिँ छौँ होइन तर केही छैन फ्यामिलीसँग टाइम स्पेन्ड गर्न पाइरहेका छौँ अनि रमाइलो भइरहेछ खासमा चाहिँ अनि त्यहाँ मन्दिर छ एउटा त्यहाँ पञ्चकन्या मन्दिर छ हामी चाहिँ त्यहाँनिर यसो दर्शन गरेर आउने भनेर हिँड्दैछौँ यो पञ्चकन्या मन्दिर चाहिँ खासमा के भन्नुभयो भने यहाँ होमस्टेको दाइले यो पञ्चकन्या स्टिल्स छ नि त्यो पञ्चकन्या हो त्यो चाहिँ यो मन्दिरको
नामको आधारमा राखेको भन्ने भन्नुभयो होइन। त्यो चाहिँ अब कहाँसम्म सत्य हो होइन त्यो अलिक थाहा भएन होइन। हामी त्यही दर्शन गर्न गइरहेका छौँ है। अहिले तपाईँलाई म एकछिनपछि देखाउँछु ल। मन्दिरको विशेषता चाहिँ के छ भन्दाखेरि यो मन्दिर चाहिँ श्री पञ्चकन्या देवी मन्दिर। यो चाहिँ अहिले हामी इलाम फिकल कटेर इलाम नपुग्दै यो सूर्योदय नगरपालिका अन्तर्गत पर्दो रहेछ। यो मन्दिरको विशेषता चाहिँ मैले बुझे अनुसार के छ भन्दाखेरि यो राणाकालीन है राणाहरूको दबदबा हुँदाखेरि यहाँभित्र तपाईँहरूले त्यहाँ ढुङ्गा शिला देख्नुहुन्छ। त्यो शिला चाहिँ यहाँ यथावत आफै उत्पत्ति भएको शिला अनि यो चाहिँ देवीको शिला भनेर त्यति बेला यसको प्रचार भएछ। अनि त्यसपछि यो भवनहरू त पछिबाट यसलाई रङरोगन गरेर भवनहरू थप्ने काम पछिबाट मात्रै भएको हो। अनि मुख्य भित्र गर्भगृहमा चाहिँ एकदम त्यो ढुङ्गा छ क्या तपाईँले देख्नुहुन्छ नि ऊ भित्र ढुङ्गा छ होइन रुखहरू छन् हो त्यो चाहिँ गर्भगृह माताको गर्भगृह चाहिँ त्यो भयो। अनि विशेषता चाहिँ यहाँ पहिले चाहिँ राजाहरूले यहाँ चाहिँ यहाँबाट अनि तोप पड्काइसकेपछि मात्रै अनि त्यसपछि काठमाडौँतिर लाग्नुहुन्थ्यो अरे भनेपछि अनि यहाँ चाहिँ विभिन्न है कता टाढा टाढादेखि आउनुहुन्छ मान्छेहरू आउनुहुन्छ भक्तजनहरू आउनुहुन्छ पूजा गर्नको लागि। र यहाँ म एकछिन ध्यान गर्न बस्दा पनि यो मन्दिरको ऊर्जा चाहिँ भयङ्कर है ठुलो ऊर्जा यानि कि ध्यान गर्न बस्दाखेरि जुन एउटा अनुभूति हुन्छ जुन एउटा आँखा चिम्म गरेर बस्दाखेरि सूक्ष्म रूपमा जुन अनुभव हुन्छ त्यो अनुभव चाहिँ एकदमै सुन्दर र भयङ्कर र बसौँ लाग्दो खालको यहाँको चाहिँ छ ऊर्जा छ। इलाम बजार यस्तै छ है। को अहिले यस्तो चिसो भइरहेछ। इलाम बजार यस्तै छ है। डोन्ट एन्ड दि लोकल स्टोर। कति बज्यो भने नि 3:10 भयो। गाडी कस्तो हिँड न अब हिँड रामसर क्षेत्र रे। अब बाबल दिनुहुन्छ यस्तो राम्रो छ यस्तो छिटो यस्तो रहेछ है यो। यहाँ चाहिँ 20 रुपियाँ एकजनाको 20 रुपियाँ टिकट काटेर जानुपर्ने रहेछ। यस्तो छ बाटो चाहिँ दामी छ। घाम लागेको भए पनि ठिकै हुन्थ्यो नलाग्दा पनि ठिकै त्यस्तो नराम्रो त केही रहेनछ राम्रै छ। पोखरी चाहिँ तल होला सायद। अनि हामी चाहिँ यसरी हिँड्दैछौँ। यस्तो दामी रहेछ नि। त्यता त कता हो खासमा? यता हो यता चाहिँ हो एक राउन्ड। यसरी त नजाउँ होला हौ। अनि खोइ के जानु एक राउन्ड त होइन। अनि टाइम हुनु परेन हामीसँग। पहिला यता जाउँ पहिला होला। यताबाट जाउँ त पहिला। यस्तो रहेछ सिडी रहेछ। पानी परेर हो क्या हाम्रो घुमाइ अलिक बिटुङ्गो भएको यसपाल। यस्तो रहेछ चिप्लो पो होला जस्तो छ त।
यति रहेछ यहाँ बत्तीहरू बाल्ने रहेछ बिस्तारी मुनि यस्तो यस्तो झार्छ खास गरी जानुपर्ने चाहिँ त्यहाँ रहेछ यहाँ ल्याएर नौकुना चाहिँ कता कता हो कहाँबाट त्योबाट नौकुना खोज्नु पर्ने मलाई थाहा छ र नौकुना छ अरे क्या यो माई पोखरीको त्यही होला नि 1 कुना 2 कुना 3 कुना 4 कुना होला यही कुना हो कि हामी चाहिँ घुमिसकेकै हाम्रो माई पोखरी चाहिँ यति नै हो ढिलो भएको कारणले गर्दाखेरि हामी धेरै घुम्न सकेनौँ त्यति मात्रै त्यहाँ पोखरीमा गयो फोटो खिच्यो होइन हिँड्ची टिकटक बनायो कस्तो अरे भन न खोइ अरे भाषा छुटेर के छम्मा छम्मा देखेर लालाक लुलुक तपाईँ घुमिसक्यो ए हामीलाई चक्का पार्नु होला भनेर नि ए यस्तो यस्तो गार्डन रहेछ सानो होइन तिमी नटिपा टिप्नु यस्तो राम्रो रहेछ यो के अरे एजेलिया हो कि चाहिँ एजेलिया यस्तो राम्रो रहेछ माथि माथिसम्म रहेछ कस्तो दामी रहेछ है से हाई हाई भनेको नमस्ते भनेको होइन क्या हाई गर्नु भनेको यता हाई हामी बसेको चाहिँ यही होमस्टे यस्तो कलर पनि राम्रो यो है त यी कर्फुक सामुदायिक होमस्टे यस्तो छ उहाँ हुन्छ दाइ दिदीहरू ल हामी जाउँ हामी हिँड्दै चाहिँ जाउँ न लु हामी गयौँ ल दाइ दिदीहरू आयौँ है रमाइलो भयो बस्ने गयौँ ल हुन्छ हस् धन्यवाद लु जाउँ हामी बाई गर खोइ हिँड्ची बाई गरेको नङ टोक्दै ठिक त्यत्रो बसिन्जेल मिठो मिठो खुवाउनु भयो बाई पनि भन्दैन मजाले सुमनलाई चाहिँ छैन इ हामी हिँडेको कस्तो हुँदैछ केटाकेटीहरूलाई ठोट्ने अरे ओल्गाको ठोट्ने होइन ओल्गाको भालु हिन्चीको भाली हो भाली भालुको स्त्रीलिङ्ग भाली हो क्या ओल्गा के अरे हिन्चीको यो चाहिँ ठ्याक्कै लोकेसन कहाँ भन्नु पर्दाखेरि फिकलदेखि अलिकति यता इलाम जाने बाटोमा बाइक बाबाले लानुभयो अनि फिकलदेखि अलिक यता पञ्चकन्या मन्दिर छ पञ्चकन्या मन्दिरदेखि ठ्याक्क त्यहाँदेखि मास्तिर भित्तामा हेर्नुपर्छ है होमस्टेहरू हुन्छ यस्तो राम्रो हुनुहुन्छ कति भन्यो नि एकजनाको एक दिन बसेको चाहिँ हामीलाई खाना अनि प्लस बिहान बेलुका खाना खाजा चिया सबै गरेर हामीलाई चाहिँ कति लिनुभयो एकजना बराबर एक दिनको खाना खाजा चिया सबै दुई छाक खाना अनि जे खाए पनि मासु खाए पनि सब्जी खाए पनि हामीलाई चाहिँ 1200 लिनुभयो एकजनाको अनि हामी शुक्रबार बेलुका शनिबार भयो यति गरेर 2 दिन भएको कारणले एकजनाको 1200 एक दिनको 1200 लिने गर्नुभएको छ अरे अनि हाम्रो चाहिँ
2 दिन भएको कारणले हामीले 10,800 तिर्यौँ। अनि त्यसमा चाहिँ अम्बकको वाइन पनि थियो 500 रुपियाँ बोतलवाला। अनि हामीले 2 बोतल कति खायौँ गरेर हाम्रो जम्मा 10,850 रुपियाँ तिर्यौँ है। बाइक आउँदैछ यसरी, बाइक चाहिँ जान्छ ऊ त्यो परको घरसम्म।